मल्टिस्टारर फिल्म कल्लीको एकपटक फेरि प्रदर्शन मिति हेरफेर भएको छ। फिल्मको घोषणा हुँदा गत वर्षको चैतको 29 गतेलाई प्रदर्शन मिति तोकिएको थियो, तर छायाङ्कनमा जान ढिलाइ भएपछि आगामी कार्तिक 21 गतेलाई नयाँ प्रदर्शन मिति निश्चित गरियो। अब यो मितिबाट फिल्मलाई 3 महिना पछाडि सार्दै फागुन 1 गते पुर्याइएको छ। नयाँ प्रदर्शन मिति सहित आइतबार फिल्मको 2 नयाँ पोस्टरहरू सार्वजनिक गरिएको छ। फिल्मका 6 जना मुख्य कलाकारहरूलाई पात्र लुक्समा प्रस्तुत गरिएको पोस्टर हेर्दा कल्ली पौराणिक कथामा आधारित रहेको अनुमान गर्न सकिन्छ। एक पोस्टरमा सौगातले रगत लागेको भालाले कसैमाथि आक्रमण गर्न खोजेको देखिन्छ। क्रुद्ध मुद्दामा देखिएका उनको पृष्ठभूमिमा पाटे बाघको दृश्य छ। त्यसैगरी दोस्रो पोस्टरमा भने सौगात बिल्कुलै फरक रूपमा देखिएका छन्। शिरमा फेटा बाँधेका उनको गालामा विभिन्न थरी मालाहरू झुन्डिएका छन्। महिलाले जसरी नाकमा बुलाकी र निधारमा रातो टीका लगाएका उनी जिब्रो निकालेर अनौठो हाउभाउमा प्रस्तुत भएका छन्। सार्वजनिक 2 पोस्टरमा सौगातलाई जुन रूपमा देखिएको छ त्यसले फिल्ममा उनको चरित्र प्रभावशाली रहेको दर्शाउँछ। त्यसैगरी दोस्रो पोस्टरमा सौगातसँगै बेनिसा हमाल, उत्तम प्रधान, नाजिर हुसेन, अर्पण थापा र सुलक्षण भारती पनि चित्रित छन्।